होइन गाइस म यसरी लडे एक मिस क्याम्प फिनिस यस्तो छ भिड चाहिँ होइन यहाँ चढ्दैछ इसका बारी उधर है यहाँ हमारा भारी है मेरा पैर पूरा काम रहा है हाथ भी काम रहा है यही सुत्नु मन लागिरहेको के हो बन्दर यता 3टा बन्दर 2टा बन्दर अरू बन्दर बन्दर होइन गाइस हामी जङ्गलतिर लागेको कहाँ छ गाइस बन्दर पनि म पनि बन्दरै एकदमको आम्मामा गाइस जाने मान्छेहरू के पिकनिक गएको गाइस दाउरा यहाँ छप्रीहरू गाइस पेन्ट झरेर कहाँ हिँड्नु भएको बडा लाउने नि गाइस होइन अब हामी चाहिँ के भन्छ जङ्गलतिर लाग्ने 1 घन्टा लाग्छ होला गाइस पुग्नै हामीलाई जङ्गलमा खतरा खतरा भिडियो बनाउने गाइस आदिवासीको युवा बसेको यही भने सोध्छु क्या 2टा जति खतरा छैन गाइस अब हामी जङ्गलतर्फ लाग्ने ओए म टिन रहेछु त ओए के भन्नु जङ्गलले गाई चाहिँ त के भन्नु म त भाग्छु हौ गाई मान्छे देखेर तर्से ओए ओए टिकटक लाइभ पनि बस्दैछ अरे टिकटक लाइभ जङ्गल हिँडेको नि गाइस टिकटकको खतरा फ्यान हो नि यो चाहिँ कति हो के हो भन्नु के हो आइडी भन्नु टिकटक आइडी के हो देखा त एकचोटि अगाडि फ्रन्ट देखा त किन भिडियो गरे बडा हेरौँ न यहाँ हेरौँ न यहाँ यता हिँड्नु न यता हुनु हिँड्नु न हिँड्नु हेलो भन्नु न हेलो हेलो भन्नु न हेलो भन्नु न शनिबार मात्रै हुने ए होइन सिन गाइस के भन्नु गाइस म त के भन्छ सिन अरे क्या गाइसलाई चाहिँ अब भ्लग गरेको छु सिन भनेर कहाँ हिँडेका गाइस के यो त म हरेस खाएँ त लाइन बाई लाइन छ होइन गाइस छैन नि त पिकनिकै हिँडे जस्तो गाइस के भन्नु सब गाइस के भन्नु यार सब्जी छैन भन्नलाई पिकनिक चाहिँ जस्तो तर छैन केही खानेकुरा चाहिँ गाइस खोइ कता हुँदै सोध्नु त ए उता हो गाइस यतै हो किनभने मलाई थाहा छ नि त यो चाहिँ ए गाइस बाटै थाहा नभएर अस्ति हराएको जस्तै कहिले अस्ति गएको थियौँ तर मजा आएको छ होइन त्यति बेला गाइस अब हामी चाहिँ के भन्छ छिटो हेर्नुपर्ने हुन्छ किनभने यहाँ भुलेर हुँदैन न गाइस हामी पुग्ने भनेको उहाँ पारी 2टा पारी चढ्नुपर्छ होला त्यहाँदेखि माथि उकालो गयो गाइस पेन झरेर फेरि 2टा डाँडा कट्नुपर्ने हो अब मैले त बिर्सकेँ होइन दाले पनि बिर्सक्नु भएछ नआएको कति भइसक्यो नि त त्यही भएर तर हामी के छैन थाहा पाउँछौँ हामीलाई सुकेर भए पनि जाने हो सुकेर गरेर पनि जाने हो होइन गाइस के भन्छ मेरो त आँखा पुरा कस्तो हुँदैछ कि गाइस गाइस अब यस्तै हो होइन सिनहरू अझै खतरा आउँछ त यस्तो तपाईँले हेर्नु न कहाँ गयो खतरा सिनहरू आउँछ माथि झन् अहिले हेर्नु देखाइदिन्छु तपाईँलाई म के भन्छ दाइ स्वर्ग देखाइदिन्छु तपाईँलाई म अहिले तपाईँको मुड बिग्रिरहेको छ भने पनि त्यो हेर्दाखेरि तपाईँको मुड फ्रेस हुन्छ क्या बिहानै गाइस पेन झरेर फेरि वक्क लागिसक्यो मलाई ला कटुन देखिसक्यो होला यस्तो छ नि मसँग बेल्ट यो चिप्लिन्छ क्या त्यो
चिप्लेको त होइन अस्ति उयो गर्ने भएर के हान्नै भएर गाइस अब तपाईँलाई देखाउँदैछु है यस रेडी 1 2 3 गो ए गाइस खोला नाला हरियो भिर पोखरी छैन है गाइस हरियो पर्यो यस्तो छ है यस्तो हेर्न पाए त गाइस कसम भनेको खतरा हो क्या हाम्रो गाउँ यसलाई चाहिँ हडिया खोला भन्छ खोला पाडी यहीँबाट जान्छ पुलचोक लुलचोक के त्यहीबाट जान्छ होइन पर एउटा माछा गएको थियो पर देखिँदैन यहाँबाट होइन अलिक पर थियो परै होला हौ त्यहाँ माछाहरू बस्थ्यो क्या सेती लेती भन्ने मागुर सागुर गाइस अब हामी चाहिँ लगभग यो कुन बाटो आयो नि दाइ खेत मलाई पारी होइन उता जान्छ पारी त ए हामी चाहिँ यता पारिजान हालेको गाइस यो चाहिँ अलिक छेउमै पर्छ होला हौ लगभग छेउमै हो त्यति टाढा पनि छैन होइन अब हामी खोला आयो गाइस हेर्नु घर आयो गाइस उपर हेर्नु हाम्रो पिकनिक एउटा दुईटै आम्मा हेर्नु गाइस हेर्नु गाइस उता त त्यो माथि अरूसँग अरू सबै कहाँ हिँड्नु भएको सबै दाउरा बोक्नेलाई फेसबुकमा हाल दाउरा बोकेको ढोको बोकेको कि मै मात्रै होला बाटो त राम्रो छ है गाइस टिकटकर के हो ट्राई भन्नु त लाइभ बस्छ होइन टिकटक खतरा लाइभ पनि लाइभ बस्छ यो चाहिँ होइन हाम्रो चाहिँ खोलातर्फ नदी नाला यस्तो छ भने हाम्रो हडिया खोला चाहिँ यहाँ पहिला पौडी खेल्न आइन्छ नि त अहिले त त्यति आइँदैन गाइस कोही त हुँदैन पौडी खेल्न आउने पनि अनि जाऊ हुन्छ अनि जाँदैछौँ हम अगाडि कहाँ हिँड्नु भएको खानेकुरा चाहिँ के छैन पिकनिक हिँडेको अरे दाइ एक दिन पिकनिक आउनुपर्छ यसरी मजै हुन्छ होइन अगाडि हेर्नु अगाडि यहाँ कहाँ जाने खोइ कहाँ अरू टिमहरू गाइस अब हामी नन स्टप जानुपर्ने हुन्छ यो उकालो लास्टै झ्याउ लाग्दो थियो हेर्नु अब चप्पल भिजाइहालेको छ नि गाइस गाइस तोरी फुलो बारीमा ए दाइ भन्नु गाइस अब हामी यो बाटो लास्टै ठुलो छ क्या गाइस एक मिस क्याम्प फिनिस कि आयो अब गाइस मलाई बल्ल याद आउँदैछ होइन त्यो बाटो यताबाट हो गाइस किनभने म पहिल्यै आएको हो नि त यहाँनिर गाइस धेरै भएको नआएको यहाँ यो बाटो पनि यहाँ खोला सानो नाला बनाइसकेको छ क्या खोलाको मलाई पनि थाहा थिएन होइन गल्यो गाइस होइन अब तल छ खोला चाहिँ हामीले माथि आइसक्यौँ माथि पनि लास्टै माथि आइसक्यौँ गाइस होइन गाइस अब हामी अहिले जङ्गलमा दाउरा काट्दै गरेको बेला भेट्नेछौँ होइन ल गाइस सो गाइस होइन अब हामी सेकेन्ड क्लिपमा आउँदैछौँ होइन हामीले भारी पनि पुऱ्याइसक्यौँ
अब यहाँ हाम्रो मम्मी बाबा दिदीहरूको कुरो हुन्छ होइन अरूहरूको अनि हामी मुढा छ कि मुढा अनि हामी गाइस अब जङ्गल आएको कति धेरै भयो नआएको होइन यस्तो भइसकेको छ चेन्ज भनेर के हुने चेन्ज जस्तै हो पहिला पहिरो गएको थियो नि त यहाँ माथि कहाँ होला हामी होइन जङ्गल टुर हानेको हामीले चाहिँ अब भर्खर यति काट्नु भएको यसलाई के भन्थ्यो बिर्सेँ मैले यसलाई त कस्तो के भन्छ यसलाई अन्त प्याट 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 कति बोकेर यो त कति बोकेन क्या गाइस हामी अब यति जाँदैछौँ होइन कहाँ हो यस्तो छ एक मिस गेम फिनिस होइन अब हामी चाहिँ के भन्छ यस्तो छ क्या गाइस भिड चाहिँ लड्छ होला हौ त क्यामेरा हेर्दा चाहिँ कहाँ हो पर अब हाम्रो मम्मी घाँस काट्यो हुनुहुन्छ होइन मम्मी घाँस पुग्यो त्यो बारी यस्तो छ कि बाटो होइन दाउरा पुग्नु नि त ए घाँसमा हालेर पुग्दा हुन्छ मर्नु छ मलाई त्यहाँ एउटा दाउरा भेटेको छ त्यही भोग्छ दाउरा भेटेको छैन नि धेरै होइन कहाँ गयो अरू गाइस अब हामी यसमा बस्ने हो होइन गलियो खोलामै कहाँ छ होइन गाइस कता हुनुहुन्छ कहाँ एक ठाउँमा भार लाऊँ न एक ठाउँमा भार लाऊँ न गाइस थोडा माथि छैन जानुपर्ने तर म जान्न होइन गाइस किनभने म जान्न है गाइस के हो ए उ तल यहाँले के हटाउँछ यस्तो गाइस खोल्छ नि खोल्छ भाबी घाँसै तपाईँ नआउनु होला होइन बटेको बसिन्दाहरू दाउराले घाँस सास के धेरै हुन्छ हौ दाउरा यस्तो भाइ यस्तो छ यस्तो कहाँ हो माथि छ त बाबीहरू माथि हुँदैछ दाउरा काट्न होइन घाँस काट्नै राख्नुपर्छ क्या यस्तो छैन अनि आम्मामा यस्तो लड्यो भने त गाइस मैले चाहिँ मजाले देखिरहेको तपाईँहरू देख्नु भएको छैन होला मैले चाहिँ मजाले देखिरहेको छु क्या यस्तो केही भन्दा पनि यस्तो छ रुख होइन रुख कत्रो छ कस्तो कत्रो रुख छ हेर्नु त पुर्खाकोदेखि पालाकै होला क्या गाइस चाहिँ होइन गाइस पक्नु त खोल्टातिर जान्छु खोल्टातिर गर होइन धेरै नहाल्ने म फेरि थोरै थोरै हाल्नु राति सबैलाई काटेर ठिकै हो गाइस होइन म चाहिँ फेरि त्यही चाल्छु क्या अब यिनीहरूसँग गफ हान्न वक्क लाउँछु नि त म त यिनीहरूलाई गएर वाक्क गफ हानेर बुझ्यो गाइस यस्तो त पिङ्क हो क्या यो चाहिँ यसो गाइस म त होइन जङ्गलतिर साह्रै होस् हुनुपर्छ कि तर हामीलाई गाह्रो पर्छ होइन के यति लान्छ नि दादी यहाँ भयो यहाँलाई भनेको यस्तो माथि माथि होइन यसलाई चाहिँ के भन्छ यो दाउराको नामै बिर्छ होइन मजाको हुन्छ प्याट 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 पड्किन्छ होइन यस्तो दामी छ होइन आम्मा गाइस गाइस झन् दाइले मलाई होइन गाइस अब मलाई काट्न हान्दैछ होइन मलाई काट्न पनि आउँदैन हेर्नु गाइस ए यसरी काट्छु गाइस अब होइन म गाइस काटेँ होइन मैले अब काटेँ नि त गाइस पहिलो बनी कोही आउनु छ जङ्गलमा काट्न हामीले काट्यौँ पहिलो बनी गाइस यस्तो गराएको मिहिनेत हेर्नु न आम्मा गाइस
हार्डवर्क भन्छ यस्तो जग्गा बसेर गर्दा यस्तो भिड छ गाइज लडे भन्छ मऱ्यो त हामी यस्तो रिक्समा आएको छौँ होइन हेर्नु न नो रिक्स नो स्टोरी बाँकी थाहा छ तपाईँहरूलाई त्यही गर्न आएको हामी अब हामी जङ्गल के भन्छ माथिमा जानुपर्छ होला है गाइज गाइज म लडेँ भने चाहिँ मेरो ठेगान छैन होइन त्यही म एकछिन सर्ट भिडियो गरिदिएको नि भ्लग गर्छु गाइज म चाहिँ भ्लगर हो क्या जुन ठाउँमा गयो नि भ्लगर भ्लग गर्न बाहेक केही जानेन भन्छ होला कि भनेको भने तर म भ्लगै गाइज गरिन्छ होला होइन गाइस म चाहिँ यसरी लडेँ किनभने लड्नै पर्छ त यहाँ छ त घाँस हेर्नु यहाँ आउनु न आम्मामा वाह गाइस हेर सुकुन गाइस सुकुन सर्प होला फेरि सुकुन भनेर फेरि आदित्य हेर्नु त वाह सुकुन हो गाइस यो चाहिँ यस्तो सुकुन छ कि यहाँ उता त्यस्तै होइन त भाइ त्यसो सुत्नुपर्छ खोला गाई एउटा फोटो हान्नुपर्ने हुन्छ यहाँनिर दाइ कि त किन्नु गाइस हाम्रो चाहिँ जङ्गल जनावर हो कि गर्ने हाम्रो निशान हो क्या गाइस उताले गर भने उताले गर्नुपर्छ होइन त्यही पनि हामी त्यही हो थाहा छैन भरे घर एक्लै गयो भने यस्तो घाँस छ क्या यहाँनिर हेर्नु न ठाउँ लाग्दो खाम कति तितो गाइस तितो रहेछ पुरै उयो माथि धमिरहेको घर होइन यस्तो हुन्छ गाइस अब जानुभन्दा गाइस कहाँ छ होइन यो चाहिँ छेउकै जङ्गल हो अब तपाईँहरूलाई म अर्को पालि जङ्गल देखाउँछु क्या पाली जङ्गल पर आमा पुग्नै कतिले 1 घन्टा लाग्छ होला पुग्नै यस्तो दामी छ कि त्यहाँ फेरि पिङ चाहिँ छ क्या त्यहाँ लहरामा पिङ खेल्नुपर्छ होइन त्यो पनि हाल्नु नि त लुक चेन्ज भएन मेरो अब कालो मान्छेले सेतो लुगा लगाएर पाउँछ नि गाइस मलाई त खतरा हेर्छ देख्नु होइन हेर्छु हो नि गाइस आता कमलाले मारो गाइस हेर्नु त जङ्गली यस्तो छ जङ्गल यहाँ काट्दैछौँ हामीले गाइस यस्तो होइन एकैछिन काट्छ म गाइस भिड चाहिँ हेर्नु यस्तो चाहिँ गाइस पाका होइन त हामीले बाउ छोरा के भन्छ क्या भाइ गाइस त्यसो म माथि जानु पर्यो यहाँनिर कस्तो जोखिम छ क्या गाइस हेर्नु न यस्तो छ जोखिम त्यो पनि हामी जाँदैछौँ तपाईँकै लागि हो क्या गाइस भ्लगकै लागि कमेडी भ्लग आया गाइस फेरि लुते भएर होला गाइस सुरुत छिर्छ क्या जुनै ठाउँबाट पनि हेर्नु नि गाइस यो चाहिँ फर्स्ट टाइम भन्दा पनि यो चाहिँ कहाँ देखेको जस्तो लाग्यो गाइस होइन मुढाहरू जङ्गल जनावर राजा हो गाइस है पल्ला आइपुग्यो नि त गाइस हेर्नु यस्तो ठाउँमा आइपुग्यो तल थिएँ म हेर्नु है ऊ तल थियो त्यहाँ हुन्छ म यहाँ आइसकेँ नि त अब होइन गाइस दामी लाग्यो क्या जङ्गल तपाईँ पनि आउनु होला भिजिट गर्नु होला क्या जङ्गल यस्तो दामी छ है भर्खर खालि के दिएको थियो क्या गाइस नि कहाँ गयो भने त थाहा छैन राम्रो लाग्यो मलाई होइन किनभने यस्तो हेर्नु नि यसो कहाँ सुकुन तेरे बिना गाइस होइन अब भ्लग पनि गाइस ठिक्क लामै छ होला होइन 15-20 मिनटको कस्तो भयो तपाईँलाई राम्रो भने लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला राम्रो लाग्यो भने हेरिदिनु होला तपाईँले हेर्दैमा केही जाँदैन होइन हेरिदिनु तपाईँहरूको लागि उही बनाएको हो ल गाइस जङ्गल ब्लग अर्को पालि चाहिँ होइन के भन्छ चारालीको जङ्गल गाउँ छ होइन मतलब हाम्रै गाउँको चाराली कस्तो हो कहाँ आइपुग्यो गाइस त्यो आउँछ हेर्नु होला होइन ल गाइस
पिकनिक क्याम्प फिनिस यस्तो छ भिड चाहिँ होइन यहाँ चढ्दैछ अहिले हुन्छ गाइस फेरि पेन झरेर नि पेनसम्म यस्तो भिडमा होइन खत्रोकै खेलाडी हो नि हामी सबै काले छौँ है गाइस अब त्यही हाँगै हान्दैन अलिक तल झरेर हाँगै हान्दै त जेसुकै होस् कसको बाबु के लाग्छ त्यो हाँगा हान्दा पुग्छ त्यो बस्छ त्यहाँ त्यो थाहा छ के खुट्टा यताउता पारेर बाइक जस्तै बाइक केटी जस्तो होइन बाइक जस्तो बस्न अब त्यही हान्नु टाटै अब चाहिँ हजार हामी फेरि यहाँ अर्को घाँस दिन लगाएको छौँ यहाँ भारी त पुगिसक्यो त्यहाँ पनि बिसाउनुलाई बिसाउनु पर्यो नबिजाओस् भनेर यहाँ चाहिँ गाईले काट्नु छ कस्तो पहिरो गएको रहेछ यहाँ होइन गाई यहाँ होइन यहाँ पऱ्यो गाई चाहिँ पहिरै गएको रहेछ एक पहिरो हुन्छ होला है पछि त खै यस्तो भेट गएको छ होइन यहाँ नि तल हेर्नु तल यस्तो छ नि गाई हेर्नु यस्तो छ यस्तोमा हामी कालो हेर्नु मजा रहेछ फेरि पनि हामी आइरहेको छौँ होइन यस्तो छ नि साह्रो गएको पहिरो पनि यहाँ दाइले काट्नुपर्छ होइन माथि चाहिँ घाम लागिरहेछ तर चाहिँ खोल्सामा चाहिँ छैन गाई यस्तै छ छेक्छ नि त यहाँनिर त्यही भएर होला हौ घाँस नि त घाँस गाई चाहिँ हाम्रो एउटा उयो निशान हो क्या गरेर अर्को गर्नुपर्छ अर्कोले गर्नुपर्छ यस्तो गरेर हामी मान्छे कहाँ छ भने थाहा पाउँछौँ क्या त्यही भएर यही हो साइन तपाईँले गर्नु कि तपाईँलाई हामी सुनिहाल्छौँ हामीले म चाहिँ सरेछु कञ्चनजङ्घा हिमाल अक्सिजन कमी भयो दाइ अक्सिजन कमी भयो अक्सिजन दिनु त गाई यस्तो छ भिड नि गाई चाहिँ हामी घर गएको अरे माथि गएको होइन भाल लाउने ठाउँमा यस्तो छ जोखिम चाहिँ आउनु बनाउँछ किनभने लड्यो भने त गयो त्यसैले हामीले अगाडि नै होसियार गर्नुपर्छ यो चाहिँ के भन्छ गाई यसैलाई थाहा छैन यो तपाईँले बुझ्दा नि हुन्छ होइन के हुँदैन ल यस्तो गरिदिनु चाहिँ दुलैछ होइन यो चाहिँ हाम्रो ओरिजिनल हतियार हो होइन एक कट पाइँदैन होइन पानी यति रहेछ गाइस यहाँ चाहिँ होइन त्यो किनभने यसलाई बर्खा लागेको होला पानी छैन हामी माथि जानुपर्ने हुन्छ हामी माथि जाँदैछौँ होइन यस्तो गरेर बस्छ त्यसै ए निस्किहाल्यो त अगाडि देखाउँछ तपाईँलाई अगाडि पनि खत्रै छ गाइस जङ्गलदेखि भिर पाखा छ गाइस ए थाहा छ भने सुन्नुभएको छ नि भिरा र पहिरो खोलाको बाटो नमान्नु डर भन्छ नि त्यो चाहिँ होइन गाइस खोलाको भर पनि हुँदैन भिरको पनि भर हुँदैन भरे खोला यहाँ छ भिर यहाँ छ हामी यहाँ छौँ नि के डर हजार के भन्नुभयो र आउँदैछु गाइस भन्नु आउँदैछु होइन ल गाई लाउनु भएको छ नलाउनु नै रहेछ कटमा लाग्यो अब ल गाइस तपाईँलाई कस्तो लाग्यो ब्लग राम्रो लाग्यो भने के भन्नु त राम्रो लाग्यो एकदम अलिक मजाले छिटो यहाँ हेर्नु नि फेरि अलिक मजाले भन्नु राम्रो लाग्यो गाइस राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला केमा भन्नु युट्युबमा के हो युट्युब नाम टिम स्काई लगाइछ मुर्रा
इसका भारी उधर है, ये हमारा भारी है। मेरा पैर पूरा काम रहा है, हाथ भी काम रहा है। यही सुत्नु मन लागिरहेको छ। हेलो गाइस, होइन मैले चाहिँ बोक्नु नसकेर दिदीले बोकिदिँदैछु। हामी जानुपर्ने चाहिँ माथि हो। हामीले चाहिँ नसकेर होइन स्कुटी ल्याएको छौँ, स्कुटीमा सर्ने अब। ल गाइस, आजको लागि चाहिँ यति नै। ल, थ्याङ्क्स फर वाचिङ एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब एन्ड लाइक द भिडियो।